दोलखा जिल्लामा रहेको लप्ची ट्रेक कम्प्लिट गर्न तपाईहरूलाई 4 दिन र यो आइटिनरी चाहिन्छ। यात्राको सुरुवात हुन्छ काठमाडौँबाट सिधै लप्ची जाने बस पाइँदैन, त्यसैले हजुरहरूले बिहानैको लामबगरको बस जडीबुटीबाट चढेर लामबगर पुग्नुपर्छ। त्यो दिन लामबगरमै स्टे गरेर भोलिपल्ट बिहानै लामबगरबाट बोलेरो रिजर्भ गरेर खाजा खाने स्पटसम्म पुग्नुपर्छ। त्यहाँ खाजा खाएर 15 देखि 20 मिनटको राइडमा तपाईहरू लास्ट स्टपसम्म पुग्नुहुन्छ। त्यहाँबाट बोलेरो छाडेर तपाईहरूले हाइक सुरु गर्नुहुन्छ। 3 देखि 4 घण्टा हिँडेपछि तपाईहरू तल गुम्बा पुग्नुहुन्छ। जाने बित्तिकै रुम बुक गरेर एकैछिन रेस्ट गरेपछि तपाईहरू वरिपरिका केभहरू घुम्न सक्नुहुन्छ। बेलुकाको खाना खाएर तपाईहरूको त्यो दिनको बास गुम्बामा हुन्छ। भोलिपल्ट बिहानै तपाईहरू उठेर अहिले भाइरल भएको ठाउँ जानुपर्छ। त्यहाँबाट फर्किँदा नजिकैको चाइना बोर्डर र लप्ची भिलेज एक्सप्लोर गर्न सक्नुहुन्छ। तल गुम्बामा खाना खाएर तपाईहरू ब्याक टु लास्ट स्पोट आएर फेरि आफ्नो गाडी चढेर ब्याक टु लामबगर आउनुहुन्छ। त्यसपछि त्यो दिन लामबगर स्टे गरेर भोलिपल्ट बिहानै काठमाडौँको बसमा काठमाडौँ रिटर्न हुन सक्नुहुन्छ।